एक क्षण रोक्नुहोस्, कल्पना गर्नुहोस्। बिहानको समय छ, काठमाडौँको एउटा सामान्य चियादानी। मान्छेहरूको भिड छन्, चिया खाँदैछन्, गफ गर्दैछन्, अनि एक्कासी ढोका खुल्छन्। न सायरन, न सुरक्षा, न भिड, न क्यामेराको भिड। बस एउटा सामान्य मान्छे, सामान्य लुगा, सामान्य अनुहार, सामान्य मुस्कान। त्यो मान्छे हो नेपालको प्रधानमन्त्री। त्यहाँ बसेका मान्छेहरू आँखा मिचे, के साँच्चै हो बालेन शाह हुन्। र त्यो क्षणमा सबै बुझे नेपालमा केही फरक भइरहेको छ। नयाँ बानेश्वरको सङ्कमुल ओह्रालोमा काठमाडौँको यो कुना एउटा सानो चियादानी छन्। यो कुनै पाँचतारे होटल होइन, यो कुनै ठुलो रेस्टुरेन्ट होइन, यो एउटा साधारण ठाउँ हो जहाँ साधारण मान्छेहरू आउँछन्, चिया पिउँछन्, मन हल्का गर्छन्। तर त्यो दिन यो ठाउँ असाधारण बन्यो, किनभने प्रधानमन्त्री बालेन शाह आफ्नो व्यस्त र दिनचर्याबाट समय निकालेर सुरक्षा घेरा र पछाडिका कार्यक्रमहरूबाट अलग भएर आफ्नो साथीहरूसँग एउटा सामान्य नागरिक झै पुगे। राम्रो स्वरमा गफ गर्दै, हाँस्दै, सुन्दै, कुनै तामझाम बिना। यो चियादानीका सञ्चालक सुभाष शर्मा, उमेर 24 वर्ष, घर पोखरा। एक समय थियो उनी पनि अरू नेपाली झै सोच्छे, विदेश जाऊ, पैसा कमाऊ, जीवन बचाऊ। टिकट पनि हेरे होलान्, साथीहरूसँग कुरा पनि गरे होलान्। तर मनको एउटा कुनामा एउटा आवाज थियो, नेपालमै केही गर्नुपर्छ। त्यो आवाजले उनलाई रोक्यो, त्यो आवाजले उनलाई दिशा दियो। पोखराबाट यात्रा सुरु भयो, चितवन हुँदै अनि काठमाडौँसम्म पुगे। 5 वर्ष अघि खाली हात तर भरिपूर्ण सपना सहित। र आज त्यो सपना उभिएको छ एउटा चियादानीको रूपमा। सानो छ, साधारण छ, तर त्यो चियादानी केवल चियादानी होइन, यो एउटा युवाको साहस हो र प्रतीक हो। यो भन्छ विदेश नगए पनि हुन्छ, यही सम्भव छ। तर सुभाषको यात्रा एक्लो थिएन, उनको साथमा थिए केपी खनाल, सांसद, सामाजिक अभियन्ता, जसले युवाहरूको सपनालाई साथ दिन्छ। र थिए सफाई अभियन्ताका अद्भुत खेलाडी, जसले नेपाललाई सफा राख्ने मात्र होइन, नेपाललाई समृद्ध राख्ने सपना देख्छन्। यी मान्छेहरूले सुभाषलाई भने, तिम्रो सपना सही छ, अगाडि बढ। प्रधानमन्त्री बालेन शाह किन पुगे यो चियादानीमा? केवल चिया पिउन होइन, केवल फोटो खिच्न होइन। उनी पुगे किनभने उनले देखाउन चाहन्थे, युवाको उद्यमलाई म सम्मान गर्छु, स्वदेशी लगानीलाई म प्रोत्साहन गर्छु, साधारण मान्छेको संसारमा म पनि छु। यो एउटा राजनीतिक भ्रमण मात्र होइन, यो एउटा मानवीय सन्देश थियो। जब देशको सबभन्दा व्यस्त मान्छे समय निकालेर एउटा 24 वर्षीय युवाको चियादानीमा पुग्छ, त्यसले भन्छ तिम्रो साना सपना पनि देशको ठुलो शक्ति हो। एक पटक सोच्नुहोस्, कति युवा छन् आज नेपालमा जो विदेश जान तयार छन्, जो सपना देख्छन् तर आफ्नै देशमा देख्दैनन्। सुभाष शर्माले एउटा उत्तर दिएका छन्। उनले भनेका छन्, शब्दले होइन, कामले नेपालमा सम्भव छ। र बालेन शाहले त्यो उत्तरलाई एउटा चियादानीमा पुगेर राष्ट्रिय सन्देश बनाइदिए। यो चियादानी, यो युवा, यो प्रधानमन्त्री, यो 3 कुराले मिलेर बनाएका छन् नेपालको नयाँ तस्बिर। जब नेता जनता कहाँ आउँछन्, जब युवा देशमै रोकिन्छ, जब साना सपना ठुलो हुन्छ, तब देश साँच्चै बदलिन्छ। जय नेपाल।